यो मात्र हजुरलाई आउँछ ठ्याक्क 6,40,000 मा आउँछ। यसको मूल्य मात्र 3 लाख। हजुरलाई 1 लाख डिस्काउन्ट गरेर 10 लाखमा 2016 मोडलको रिनल्टको क्विट आलु प्याजको जस्तै एकदम खोज कहीँ नपाउने गाडी, एकदम रिसेल हाइवेको गाडी गढीमै अटोमोबाइल्समा आइसकेको छ। तपाईँ यदि जापान हुनुहुन्छ या तपाईँको छोरा जापान छ, जापानिज गाडी चढ्नुपर्ने छ भने चाहिँ यो गाडी चढ्न सक्नुहुन्छ। फोर्डको फिगो तपाईँलाई मोडलमाथि प्राइस कम है, 23 मोडलको हो, मात्र 26,000 किलोमिटर रनिङ भएको छ। यसमा पनि हजुरलाई हेभी नेगोसिएबल, हेभी डिस्काउन्ट हुन्छ, 50% 60% फाइनेन्सिङ पनि हुन्छ। फुलै फुलको मौसम तिमीलाई, फुलै फुलको बगैँचा हो, तपाईँहरूलाई थाहा होला नि, फुलै फुलको मौसम तिमीलाई, फुलै फुलको बगैँचा भने चाहिँ यो जताततै फुल ढकमक्क फुलेको छ। यो जताततै ढकमक्क फुल फुले ठाउँमा गढीमै अटोमोबाइल्स छ भन्ने कुरा त हजुरलाई भन्नै नपर्ला। यद्यपि थाहा नभए पनि हजुर गढीमै अटोमोबाइल्स आउनको लागि ललितपुरको एकदमै भाइरल ठाउँ, जताततै फुल फुलेर ढकमक्क भएको एकदम भाइरल ठाउँमा तपाईँहरू आउन सक्नुहुन्छ। अब गढीमै अटोमोबाइल्समा अहिले कुन गाडीहरू छन्, कुन गाडीहरू अपडेट भएका छन् भन्ने कुरा हजुरहरूलाई म सर देखाउन चाहन्छु। फुलै फुलको मौसममा रातो राम्रो गुलियो मिठो भने चाहिँ 2009 मोडलको सेन्टो एकदमै बजारमा आलु प्याजको जस्तै रिसेल हाई भएको गाडी आइसकेको छ। अब सेन्टो भन्ने बित्तिकै हजुरलाई भन्नै नपर्ला, एकदम मेन्टेनेन्स खर्च एकदम कम, एकदम रिसेल हाई। मैले अघि नै भनिहालेँ, बजारमा आलु प्याजको जस्तै एकदम खोज कहीँ नपाउने गाडी, एकदम रिसेल हाइवेको गाडी गढीमै अटोमोबाइल्समा आइसकेको छ। यसको प्राइस भनेको चाहिँ हामीले मात्र 11 लाख राखेका छौँ। हजुरलाई 10 लाखमा 9 मोडलको सेन्टो 10 लाखमा ट्याक्क आउँछ। त्यसै गरी अर्को आएको छ हामीसित 2013 मोडलको i20 भन्ने बित्तिकै हजुरलाई एकदमै बवाल गाडी आएछ, सिल्भर कलरमा i20 स्पोर्ट्स, एकदमै फुल अप्सन गाडी, एकदम फुल रेटेड गाडी आइसकेको छ। अब यसमा हजुरलाई फुल अप्सन त मैले भने, अब यसमा के फिचर्स हुन्छ भन्दाखेरि हजुरले 4वटा पावर विन्डो, सेन्टर लक, स्टियरिङ माउन्टेन कन्ट्रोल, एयर ब्याग, एसी, हिटर, पछाडि ब्याक सेन्सर लगायत हजुरलाई चाहिँदो फुल अप्सन पाउन सक्नुहुन्छ। गाडी सिल्भर कलरमा चडक्क रहेको छ। यो मात्र हजुरलाई आउँछ ठ्याक्क 6,40,000 मा आउँछ। फेरि 6,40,000 चाहिँ डाउन पेमेन्ट रकम हो। गाडी एकदमै बवाल छ, गढीमै अटोमोबाइल्समा आइसकेको छ। i10 होइन, i20 सर्नुहोस्, गाडी बवालै छ, उम्केला। र आज गढीमै अटोमा नयाँ अपडेट आएछ सर? यो हजुर नयाँ अपडेट आएको, यो 2000 तपाईँलाई 18 मोडलको स्पोर्टेज, कियाको स्पोर्टेज। अब स्पोर्टेज भन्ने बित्तिकै एकदमै अफरोडिङ गाडी, एकदमै कम्फर्टेबल गाडी, एकदमै बवाल गाडी हुन्छ सर। यो भने जस्तै हुन्छ। अब यसमा हजुरलाई फिचर्सको कुरा गर्दाखेरि हजुरले सर र यसको भित्र फिचर्स गर्दै यसमा अफरोड जानको लागि 4 व्हिल पाउनुभयो। तपाईँले एसी, हिटर, तपाईँलाई आफूले बस्ने भेन्टिलेटर सिट, तातो चिसो भेन्टिलेटर सिट लगायत हजुरलाई चाहिँदो एकदमै भने जस्तो फुल फिचर्समा रहेको गाडी 2018 मोडलको स्पोर्टेज हो। अफरोडिङ एकदम लचकदार गाडी, एकदमै महँगो, एकदम करोड माथिको गाडी गढीमै अटोमोबाइल्समा मात्र 51 लाखमा आइसकेको छ। गाडी बवालै छ। र त्यसमा पनि फाइनेन्सको सेवा हुन्छ नि सर? यसमा एकदमै हजुरलाई 50% 60% फाइनेन्सिङको व्यवस्था पनि हामीले गरेका छौँ। र साथसाथै अब हामीले देख्छौँ किया ब्रान्डको छ है सर? त्यसै गरी अर्को हामीसित आइसकेको छ 2023 मोडलको किया सेल्टस STX IVT अटोमेटिक गियरमा। अब यसमा अटोमेटिक गियर IVT STX एकदमै 23 मोडलको गाडी एकदमै बवाल रहेको छ। गिले कलरमा हजुरलाई अब अटोमेटिक गियरमा रहेको गाडी। यसमा हजुरलाई भित्री फिचर्सको कुरा गर्दाखेरि अटो गियर त भइ नै हाल्यो। यसमा हजुरले पुस स्टार, स्टियरिङ माउन्टेन कन्ट्रोल, ड्युअल एयर ब्याग, एसी, हिटर लगायत हजुरलाई चाहिँदो फुल अप्सन पाउन सक्नुहुन्छ। यसमा 2टा एयर ब्याग होइन, अर्को 2टा थपेर 4वटा एयर ब्याग लगायत हजुरलाई बवालै गाडी रहेको छ। अब यो गाडीको प्राइस चाहिँ हामीले 59 लाख राखेका छौँ। 23 मोडलको हो, मात्र 26,000 किलोमिटर रनिङ भएको छ। यसमा पनि हजुरलाई हेभी नेगोसिएबल, हेभी डिस्काउन्ट हुन्छ, 50% 60% फाइनेन्सिङ पनि हुन्छ। र साथसाथै अब हामीले देख्छौँ निसान ब्रान्डको छ है सर? निसान ब्रान्डको यसलाई हामीले किक्स भन्छौँ। किक्स भन्ने बित्तिकै एकदम अफरोड गाडी भनेर बुझिन्छ। तपाईँले कारमा एकदमै अफरोड गाडी खोजिराख्नु भएको छ भने निसानको किक्स चढ्न सक्नुहुन्छ। व्हाइट कलरमा गाडी एकदमै बवाल चडक्क रहेको छ। अब अफरोडिङ गाडीमा भित्री फिचर्सको कुरा गर्नुहुन्छ भने हजुरले 4वटा पावर विन्डो, सेन्टर लक, स्टियरिङ माउन्टेन कन्ट्रोल, ड्युअल एयर ब्याग, एसी, हिटर लगायत हजुरलाई चाहिँदो फुल अप्सन गाडी रहेको छ। गाडी एकदमै बवाल रहेछ। यसको प्राइस हामीले राख्न चाहिँ 31 लाख राखेका छौँ 2019 मोडलको किक्सको। तर एकदमै यसमा 3-4 लाख डिस्काउन्ट गरेर यो गाडी हामीले दिने व्यवस्था गरेका छौँ। हेभी नेगोसिएबल, हेभी डिस्काउन्ट, गाडी एकदमै बवाल रहेको छ। यो अफर हामीले अर्को अफर पनि राखेका छौँ यो गाडीमा। हजुरलाई फुल ट्याङ्की तेल, सर्भिसिङ, होम डेलिभरी सबै गरिदिन्छौँ यो गाडीमा। गाडी एकदमै बवाल छ, 50% 60% फाइनेन्सिङ पनि हुन्छ। ल सर अब अमेरिकन ब्रान्डको गाडीमा जाउँ त है।
हस् सर, यो चाहिँ अब हाम्रो भनिहालेँ जापानिज अमेरिकन ब्रान्ड एकदमै बवाल गाडी, फोर्डको फिगो, त्यसमाथि टाइटेनियम अर्थात् टिटानियम, एकदमै बवाल गाडी रहेको छ। फोर्डको फिगो तपाईँलाई मोडलमाथि प्राइस कम है, 2013 मोडलको फोर्डको फिगो। यसमा हजुरले फिचर्सको कुरा गर्दाखेरि टाइटेनियममा हजुरले ट्याक्क पावर विन्डो, एसी, हिटर, ड्युअल एयरब्याग लगायत पछाडि ब्याक सेन्सर, एल्लो हुइल लगायत हजुरलाई चाहिँदो फुल अप्सन यो गाडीमा हुन्छ। 13 मोडलको गाडी हामीले मात्र 10,75 राखेछौँ, फाइनल 10 लाखमा यो गाडी तपाईँले आफ्नो बनाउन सक्नुहुन्छ। यसमा हजुरलाई फाइनेन्सिङको पनि व्यवस्था रहेको छ, गाडी बबालै छ। र त्यस्तै गरी निसानको हेर्छ सर यो। त्यसै गरी यता आएको छ निसानको टेरानो भन्ने बित्तिकै हजुरले टेरानो पनि मेनर र अटो भन्नेमा पाउनुहुन्छ, डिजेल पेट्रोलमा पाउनुहुन्छ। यो चाहिँ 2018 मोडलको निसानको टेरानो अटोमेटिक गियरमा। तपाईँले यदि एसयुभी गाडी कम प्राइसमा अटोमेटिक चढ्ने सोचाइमा बनाइराख्नु भएको छ भने हजुरले एकदमै हेभी माइलेज दिने 2018 मोडलको डिजेल भेरिएन्टमा टेरानो चढ्न सक्नुहुन्छ। एकदमै बेसी हाई माइलेज दिने एकदमै अटोमेटिक गियरमा रहेको गाडी रहेछ। यसमा हजुरलाई भित्री फिचर्सको कुरा गर्दाखेरि अटो भन्ने बित्तिकै अटो गियर, हजुरले 4 पावर विन्डो, सेन्टर लक, स्टियरिङ माउन्टेन कन्ट्रोल, ड्युअल एयरब्याग, एसी, हिटर, पछाडि ब्याक सेन्सर लगायत हजुरलाई चाहिँदो फुल अप्सन गाडी रहेको छ। व्हाइट कलरमा गाडी चडक्क रहेको छ, बबालै रहेको छ। र मूल्य कति भयो सर यसको? यसको मूल्य चाहिँ हामीले 27,75 राखेछौँ। यसो पनि हजुरलाई हेभी नेगोसिएबल, हेभी डिस्काउन्ट 50% 60% फाइनेन्सिङ पनि रहेको छ। र पहिलाको भिडियोमा सरले भन्नुभएको थियो पानी जहाज होइन यो एकदम बाटोमा गुड्ने भन्नुभएको थियो। बाटोमा गुड्ने जहाज। एकदमै तपाईँको छोरा जापान हुनुहुन्छ, तपाईँ भर्खर जापानबाट आउनुभएको छ, जापानिज चाहिँ गाडी चढ्छु भन्ने सोचाइ गर्नुभएको छ भने तपाईँले 2010 मोडलको जापानिज गाडी जहाज गाडी चढ्न सक्नुहुन्छ। अब एकदम फुल अप्सन गाडी तपाईँले कम प्राइसमा एकदमै सेफ्टी भएको एकदम फिचर्स लोडेड गाडी चढ्नको लागि तपाईँले 2010 मोडलको जहाज गाडी चढ्न सक्नुहुन्छ। फिचर्स त भनिहालेँ, अझ यसको भित्री फिचर्सको कुरा गर्नुहुन्छ भने फुल फिचर्स भन्ने बित्तिकै हजुरले यसमा 4 पावर विन्डो, सेन्टर लक, स्टियरिङ माउन्टेन कन्ट्रोल, ड्युअल एयरब्याग, एसी, हिटर सबै चाहिँदो फुल अप्सन गाडी रहेको छ। सिल्भर कलरमा जापानिज गाडी चडक्क रहेको छ। तपाईँ यदि जापान हुनुहुन्छ या तपाईँको छोरा जापान छ, जापानिजै गाडी चढ्नुपर्ने छ भने चाहिँ यो गाडी चढ्न सक्नुहुन्छ। कति राख्नुपर्छ सर यसको यसको मूल्य? प्राइस हामीले राख्न चाहिँ 12 लाख राखेछौँ, हजुरलाई 11 लाखमा दिन्छौँ। मोडल आसपासमा आउने गाडी हो यो। र त्यस्तै गरी अब यता डिमान्डेड गाडीमा जाउँ, होन्डाई ब्रान्डको हुन्डाई ब्रान्डको एकदम रिसेल हाई भएको, एसयुभीमा एकदमै रिसेल हाई भएको, एकदमै बजारमा रुचाइएको, जसलाई पनि रेट छाउने गाडी 2017 मोडलको क्रेटा एसएक्स। अब क्रेटा एसएक्स बबाले गाडी रहेको छ। डाक्टर साहबले चढ्नु भएको अहिलेसम्मकै सिङ्गल ह्यान्ड कम्पनी पेन जेनुन गाडी रहेको छ। यसमा हजुरले फिचर्सको कुरा गर्दाखेरि हजुरले पुस स्टार, स्टियरिङ माउन्टेन कन्ट्रोल, ड्युअल एयरब्याग, एसी, हिटर लगायत हजुरलाई चाहिँदो फुल अप्सन रहेको छ। गाडी ग्रे कलरमा चडक्क रहेछ, हजुरले 2 रुपियाँ खर्च गर्नुपर्ने छैन भने जस्तै बबालै रहेको छ यो गाडी। कति राख्नुपर्छ सर यसको? यसको प्राइस चाहिँ हामीले ट्याक्क 36 लाख राखेको छौँ। यसमा पनि हेभी नेगोसिएबल, हेभी डिस्काउन्ट 50% 60% फाइनेन्सिङ पनि हुन्छ। र त्यस्तै गरी फेरि पनि होन्डाई ब्रान्डकै छानी रोजी छ सर। त्यसै गरी हुन्डाई ब्रान्डकै अर्को छानी रोजीको क्रममा 21 मोडलको क्रेटा एसएक्स। अब तपाईँले यो चाहिँ पुरानो सेपमा, अब यो चाहिँ न्यू सेपमा। अब न्यू सेपमा भन्ने बित्तिकै हजुरले लुक्सदेखि लिएर सबैले तपाईँले बडी लुक्सहरूदेखि लिएर सबै फरक पाउन सक्नुहुन्छ। अब भित्री फिचर्समा पनि हजुरले पुस स्टार, स्टियरिङ माउन्टेन कन्ट्रोल, ड्युअल एयरब्याग, एसी, हिटर, सनरुफ, मन्डुप लगायत हजुरलाई चाहिँदो फुल अप्सन पाउन सक्नुहुन्छ। बजारमा चलेको कलर सिल्भर कलरमा गाडी चड्क रहेछ। अहिलेसम्मकै कम्पनी पेन जेनुन गाडी, रनिङ जेनुन सबै एकदम बबाल गाडी रहेको छ। यो चाहिँ 2021 मोडलको क्रेटा एसएक्स हो। कति राख्नुपर्छ यसको प्राइस हामीले 52,50 राखेको छौँ। यसमा पनि हजुरलाई 50% 60% फाइनेन्सिङ पनि हुन्छ। यदि म क्यासै गर्छु भन्नुभयो भने हेभी नेगोसिएबल, हेभी डिस्काउन्ट हुन्छ। र फेरि पनि हामीले देख्छौँ होन्डाई ब्रान्डकै सर छानी रोजी। हुन्डाई ब्रान्डकै एकदमै महँगो गाडी, सबैभन्दा महँगो गाडी टक्सन भन्छ यसलाई, अर्थात् टुसन। एकदमै महँगो गाडी। यसलाई अब हजुरलाई भन्नै परेन अफरोडको किङ, अफरोडको राजा पनि भन्छ। यदि तपाईँले कार खोजिराख्नु भएको छ, कारमा पनि अफरोड गाडी जाने खोजिराख्नु भएको छ भने हजुरले हुन्डाईको टक्सन अर्थात् टुसन गाडी चढ्न सक्नुहुन्छ। गाडी एकदमै बबाल छ, ग्रे कलरमा। यसमा हजुरले फिचर्सको कुरा गर्दाखेरि एकदमै हजुरले फुल लोडेड फिचर्स पाउनुहुन्छ। 4 पावर विन्डो, सेन्टर लक, स्टियरिङ माउन्टेन कन्ट्रोल, ड्युअल एयरब्याग, एसी, हिटर लगायत हजुरलाई चाहिँदो फुल अप्सन गाडी रहेको छ। गाडी बबालै छ, अफरोडिङ गाडी हो, बबालै हुन्छ। चडक्क अग्लो हाइटी एकदमै बबाल गाडी हुन्छ। यद्यपि यो गाडी पनि चडकै छ। र मूल्य कति राख्छ? यसको मूल्य चाहिँ हामीले ट्याक्क 56 लाख राखेको छौँ। हजुरलाई पनि हेभी नेगोसिएबल, हेभी डिस्काउन्ट हुन्छ। र सर अब होन्डाईको ब्रान्डको मात्रै नभएर हामीसँग चाहिँ फेरि पनि देख्न सक्छौँ एउटा टाटा ब्रान्डको छ। टाटा ब्रान्डको नेक्सन छ।
टाटा बडनको नेक्सन एक्सम भन्छ। यदि तपाईँले एकदमै अफरोड गाडी एकदम ग्राउन्ड क्लियरेन्स हाइवेको तपाईँलाई आउट अफ भ्याली जानुपर्छ, आफ्नो सानो कारले छोई गर्छ, तल छोई गर्छ हाइट कम भएर भने तपाईँले त्यो सानो गाडी छोडेर यो तपाईँले 2018 मोडलको नेक्सम 210 mm ग्राउन्ड क्लियरेन्स भएको गाडी लान सक्नुहुन्छ। मात्र तपाईँलाई यो भनेको 2175 राखेको छ 18 मोडलको नेक्सन, तपाईँलाई फाइनल 20 लाखमा आउँछ। रातो कलरमा मरुन कलरमा गाडी चडक्क रहेको छ। यसमा हजुरले भित्री फिचर्सको कुरा गर्दाखेरि 4 पावर विन्डो, सेन्टर लक, स्टियरिङ माउन्टेन कन्ट्रोल, ड्युअल एयर ब्याग, हजुरले एसी हिटर लगायत हजुरलाई चाहिँदो फुल अप्सन पाउन सक्नुहुन्छ। यो डिजेल भेरिएन्ट कि पेट्रोलमा सर? यो पेट्रोलमा रहेको छ। पेट्रोलमा रहेको छ सर। र फेरि पनि अब ब्लू कलरमा देख्छौँ टाटा ब्रान्डको छ। टाटा ब्रान्डको त्यो भन्दा एक स्टेप अझ माथिको टाटामा सबैभन्दा महँगो गाडी, पेट्रोल भेरिएन्टमा सबैभन्दा हाई रेन्ज भएको एकदम हाई प्राइस भएको गाडी रहेको छ। यता टाटाको नेक्सन एक्सजेड प्लस टप अप्सनमा हुन्छ। यसमा हजुरलाई टप अप्सनमा चाहिँ अब के फिचर्स हुन्छ भन्दाखेरि हजुरले पुश स्टार, स्टियरिङ माउन्टेन कन्ट्रोल, ड्युअल एयर ब्याग, एसी हिटर सबै हजुरलाई चाहिँदो फुल अप्सन गाडी रहेको छ। ब्लू कलरमा गाडी बबालै रहेको छ भने जस्तै चडक्क रहेको छ। एकदम अफरोड गाडी पेट्रोल भेरिएन्टमा रहेको छ। यसमा हजुर कति राख्नुभयो सर यसको? यसको प्राइस हामीले 26 लाख राखेको छौँ। हजुरलाई नेगोसिएबल एकदमै हुन्छ। र अब फेरि पनि अर्को छ हामीसँग होन्डाईको कुन सर? यो होन्डाईको भेनु रहेको छ। होन्डाईको भेनु एकदमै गाडी बबाल रहेछ। भेनु भन्ने बित्तिकै तपाईँलाई i10 भेनु एकदमै बबाल गाडी हो। रिसेल हाई भएको, होन्डाईको एकदम मेन्टेनेन्स खर्च कम भएको गाडी, बबालै गाडी रहेको छ। अब भेनुमा भित्री फिचर्स के हुन्छ भन्ने हजुरले लागिरहेको छ भने यसमा भित्री फिचर्सको कुरा गर्दाखेरि 4वटा पावर विन्डो, सेन्टर लक, स्टियरिङ माउन्टेन कन्ट्रोल, ड्युअल एयर ब्याग, एसी हिटर लगायत हजुरलाई चाहिँदो फुल अप्सन रहेको छ। सिल्भर कलरमा गाडी चडक्क रहेको छ। अब गाडी बबालै छ। अब यसको प्राइसको कुरा गर्दाखेरि हजुरलाई 32 लाख प्राइस राखेको छ 19 मोडलको भेनुको। यसमा हजुरलाई फाइनल 30 लाखमा दिन मिल्छ। गाडी बबालै रहेको छ। र सर अब हामीसँग पिकअपमा रहेछ, पिकअपमा पनि निसान ब्रान्डको हुन्छ अरे? हजुर, निसान ब्रान्डको जुन ठाउँमा तपाईँको टोयोटाको हाइलक्स जाँदैन त्यो ठाउँमा यो गाडी जान्छ। निसानको नाभारा एकदम टोयोटाको हाइलक्स बराबर फिचर्स भएको गाडी, एकदमै अफरोडिङ गाडी भनेर यसलाई चिनिन्छ। यसमा अब टोयोटाको हाइलक्स भन्दा पनि बेसी फिचर्स छ भन्नुभयो। अब यसमा भित्री फिचर्स के छ भन्ने हजुरलाई लागिरहेको छ भने यसमा हजुरले ट्याक्क 4वटा पावर विन्डो, सेन्टर लक, स्टियरिङ माउन्टेन कन्ट्रोल, ड्युअल एयर ब्याग, स्क्रिन टच, ब्याक क्यामेरा, ब्याक सेन्सर, अटो एसी हिटर लगायत हजुरलाई चाहिँदो फुल अप्सन गाडी रहेको छ। अगाडि 5 जना बसेर पछाडि टन्न सामान हालेर ढालामा एकदमै हिँड्न मिल्ने गाडी रहेको छ। बबालै गाडी रहेको छ। यो कति राख्नु सर मूल्य? यसको प्राइस हामीले 38 राखेका छौँ। यसमा हजुरलाई एकदमै हाइलक्सको भन्दा पनि तपाईँले टोयोटा ब्रान्डको अरू ब्रान्डको गाडीको भन्दा पनि एकदमै हेभी प्राइस डिस्काउन्ट पाउनुहुन्छ। एकदमै हेभी नेगोसिएबल पाउनुहुन्छ। 50-60% फाइनेन्सिङ पनि रहेको छ। र सर अब एउटा हामीले फेरि देख्न गयौँ टाटाको अलि मोडल कम भएको गाडी रहेछ। मूल्य चाहिँ कति छ यसको? यसको मूल्य मात्र 3 लाख। 3 लाख। यसमा कुनै डिस्काउन्ट छैन। एकदम फिक्स प्राइस मात्र 3 लाखको टाटाको इन्डिका भन्छ। त्यसमाथि पेट्रोल भेरिएन्टमा, डिजेल भेरिएन्टमा चाहिँ यो चलेको छैन। पेट्रोल भेरिएन्टमा चाहिँ एकदमै मान्छेले खोजी आउनुहुन्छ। कहाँ पाइएला भन्ने सोचिरहनु भएको छ भने तपाईँ गढीमा अटोमोबाइल्स आउन सक्नुहुन्छ। 2007 मोडलको टाटाका इन्डिका मात्र 3 लाखमा गढीमा अटोमोबाइल्समा आइसकेको छ। गाडी बबालै छ। यसमा फेरि 3 लाखको गाडीमा करहरू क्लियर छैन होला, पास हुँदैन होला भन्ने हजुरलाई लागिरहेको छ भने डकुमेन्ट जति सबै क्लियर हुन्छ। र त्यस्तै गरी अब हामीले देख्छौँ रेनल्ड ब्रान्डको क्विट हैन सर? हजुर, रेनल्ड ब्रान्डको क्विट एकदमै गाडी बबाले रहेको छ। 800 सीसीमा तपाईँले बाइक स्कुटरको मेन्टेनेन्स खर्च एकदम बाइक स्कुटरको भन्दा बेसी माइलेज दिने गाडी 2016 मोडलको रेनल्डको क्विट भन्छ। गाडी एकदमै बबाल रहेको छ। कफी कलरमा चडक्क रहेको छ। हजुरले 2 रुपियाँ खर्च गर्नुपर्ने छैन। अब यसको भित्री फिचर्स के छ भन्ने हजुरलाई लागिरहेको छ भने हजुरले पावर विन्डो, सेन्टर लक हजुरले ट्याक्कै सबै पाउन सक्नुहुन्छ। एसी हिटर लगायत हजुरलाई चाहिँदो अप्सन हुन्छ। गाडी बबालै रहेको छ। एकदमै भने यस्तै गाडी रहेको छ। र कति राख्नु सर यसको? यसको प्राइस चाहिँ हामीले ट्याक्क 11 लाख राखेका छौँ। हजुरलाई 1 लाख डिस्काउन्ट गरेर 10 लाखमा 2016 मोडलको रेनल्डको क्विट आफ्नो बनाउन सक्नुहुन्छ। र त्यस्तै गरी अब अर्को हामीले देख्छौँ अमेरिकन ब्रान्डको फोर्ड गाडी सर। हजुर, यो फोर्डको यसलाई इकोस्पोर्ट भन्छ। इकोस्पोर्ट ट्रेन FORD फोर्ड भन्ने बित्तिकै एकदमै बजारमा चलेको, अहिले एकदमै खोजी मान्छेले हिँड्छन्। तपाईँले कम प्राइसमा एसयुभी चढ्ने सोख भएका मान्छेहरूले यो चढ्छन्। एकदम गाडी यो सेफ्टीको लागि एकदमै बबाल हुन्छ। एकदम दह्रो हुन्छ, बलियो हुन्छ, एकदम सेफ्टीफुल गाडी हुन्छ। अब यसमा हजुरले भित्री फिचर्सको कुरा गर्नुहुन्छ भने हजुरले 4 पावर विन्डो,
सेन्टर लक, स्टियरिङ माउन्टेन कन्ट्रोल, ड्युअल एयर ब्याग, स्क्रिन टच, ब्याक क्यामेरा, ब्याक सेन्सर, अटो एसी, हिटर लगायत हजुरलाई चाहिँदो फुल अप्सन रहेको गाडी सिल्भर कलरमा गाडी एकदमै चडक्क रहेको छ। अहिलेसम्मकै कम्पनी पेन जेनुन गाडी हो। मैले आजसम्म यतिको कम मूल्यमा, यतिको कम प्राइसमा, यति कम कुदेको, यति कम भएको गाडी मैले आजसम्म देखेको थिइनँ। बबाले गाडी रहेको छ। कति राख्नुभयो सर मूल्य? यसको प्राइस हामीले 2475 राखेको छ। यसमा हेभी नेगोसिएबल, हेभी डिस्काउन्ट छ। र अब फेरि पनि हामीले लगभग अन्त्यमै छौँ हामी है। अन्त्यमा हामीले फेरि पनि होन्डाई ब्रान्डकै गाडी देख्छौँ। होन्डाईको कुन हो सर यो? होन्डाईको i20 एक्टिभ भन्छ सर। ए i20 एक्टिभ। हजुर i20 एक्टिभ भन्ने बित्तिकै हजुरलाई अब i20 एक्टिभ कस्तो गाडी हो भने यसलाई मिनी क्रेटा पनि भन्छ। यो क्रेटा बराबर ग्राउन्ड क्लियरेन्स भएको गाडी हो। यसको 190 mm ग्राउन्ड क्लियरेन्स हुन्छ। गाडी एकदमै बबाल रहेको छ। सिल्भर कलरमा i20 कम प्राइसमा एसयुभी चढ्ने सोख तपाईँको क्रेटा अड्दैन, तर क्रेटाकै चढ्ने सोख भएको मान्छेहरूले यो चढ्छन्। तपाईँको घरको पार्किङमा क्रेटा नअट्ने तर क्रेटाको सोख भएको मान्छेहरूले यो गाडी लिन सक्नुहुन्छ। यसमा कति राख्नुभयो सर? यसको प्राइस चाहिँ हामीले ट्याग राखेर 26 लाख राखेका छौँ। यसमा पनि हजुरलाई हेभी नेगोसिएबल, हेभी डिस्काउन्ट हुन्छ। गाडी एकदमै बबाल रहेको छ। ल सर, हामीसँग भएका अब विभिन्न ब्रान्डको गाडी त तपाईँले देखाइसक्नुभयो र भिडियोको सुरुवातमै तपाईँले भनिसक्नुभयो अहिलेको भाइरल ठाउँ भनेर चाहिँ ललितपुरको भनिहाल्नुभयो है। र अन्त्यमा एकचोटि हजुरहरूको लोकेसन र कन्ट्याक्ट भनिदिउँ न। हाम्रो लोकेसनको लागि मैले अहिले तपाईँलाई भनिहालेँ, जहाँ फुलको मौसम, बगैँचा छ, गढीमै अटोमोबाइल्स, ललितपुर, तालचीखेल भन्ने बित्तिकै तपाईँ उता कोटेश्वरबाट आउनुहुन्छ भने ग्वारखु 7 बाटो कट्ने बित्तिकै देब्रे साइडमा सर र हेर्दै आउनुभयो भने तपाईँले फुलको बगैँचा भए ठाउँमा गढीमै अटोमोबाइल्स फुलभित्र रहेको छ। त्यसै गरी यता तपाईँ कलङ्की साइडबाट आउँदै हुनुहुन्छ भने यता तपाईँ ट्याक्राक, बल्खु, सानेपा, यता एकान्त कुना कट्ने बित्तिकै तपाईँले दाहिने साइडमा हेर्दै आउनुहुन्छ महालक्ष्मी स्थानबाट दाहिने साइड हेर्दै आउनुभयो भने मैले भनिहालेँ फुलको बगैँचाभित्र गढीमै अटोमोबाइल्स झडक्क रहेको छ। तपाईँ आउन सक्नुहुन्छ। यद्यपि कुनै पनि गाडी खरिद बिक्री तथा सट्टापट्टा गर्नु परेमा तपाईँले गढीमै अटोमोबाइल्सलाई आएर सम्पर्क गर्न सक्नुहुन्छ, सम्झन सक्नुहुन्छ। तपाईँ आउट अफ भ्याली हुनुहुन्छ, हाम्रो टिकटक भिडियो हेरिराख्नु भएको छ अनि तपाईँले कल मार्फत पनि गाडीको बारेमा डिटेल्स बुझ्न सक्नुहुन्छ। हाम्रो कल नम्बर रहेछ 98 510 41 563। हस् त, थ्याङ्क यू। जय गढीमै।